सो हेलो एभ्रिवान है, स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ मिनी भ्लगमा। साथीहरू, मैले चाहिँ अनलाइन पार्सल मगाएको थिएँ नि त नाइकाबाट। त मेरो आज आइपुग्यो। अरू बेला त 6-7 दिनमा आइपुग्थ्यो। त यो मेरो नाइकाबाट मगाएको भएकोले गर्दाखेरि चाहिँ 4 दिनमा आइपुग्यो नि त साथीहरू। त्यही भएर चाहिँ म तपाईँहरूलाई पनि देखाऊँ कि कस्तो आउँदो रहेछ भनेर। हुनु त मैले पहिला दिन मगाएको र पनि आज चाहिँ मलाई तपाईहरुलाई पनि देखाउनु मन गर्यो नि त कस्तो आउँदो रहेछ भनेर। त्यस्तै साथीहरू, म यसलाई ओपन गर्छु ल। त अलिक खोल्न साह्रो पर्छ। हुन त म यो भिडियो बनाउने थिइनँ कि, हुनु त नाइकाको राम्रै आउँछ प्रोडक्टहरू, तर पनि अस्ति नै नि त हुनु त त्यो फेसबुकबाट मगाएको र अर्को एपबाट मगाएको डिफ्रेन्ट हुन्छ नि त। अन्त मेरो हस्बेन्डले नि त अस्ति फेसबुकबाट गिम्बल मगाएछ नि त कि साथीहरू। त्यो गिम्बल चाहिँ उयो आएछ, गिम्बल नआएर चाहिँ जुस बनाउने मेसिन पो आएछ हो। अन्त त्यसलाई आउनु चाहिँ हामीले फर्काइदियो। र पनि अब देखाउँछ फेसबुकबाट, अब केही चिज हेरेर मगाउनु चाहिँ हुँदैन रहेछ साथीहरू हो। के देखाउँदो रहेछ आउनु चाहिँ के आउँदो रहेछ हो। त्यही कारण मैले त्यस्तो मगाउनु चाहिँ छोडिदिएँ। मेरो प्राय प्रोडक्टहरू बेसी नाइकाकोबाटै हुन्छ, किनकि मलाई बेसी विश्वास नाइकामै लाग्छ नि त, नाइकाको प्रोडक्टमा। साथीहरू, यसको प्याकेजिङ चाहिँ मलाई हेभी मन परिदिन्छ हो साथीहरू। के हो होइन, यो एउटा सर्फेलको जेन्टल स्किन केयरको यो एक स्किन क्लिन्जर फेस वास हो नि त साथीहरू। मैले यो चाहिँ किन मगाएको भन्दाखेरि चाहिँ अरू फेस वासहरू हेर्दाखेरि हो, अन्त यो हेर्दाखेरि चाहिँ मलाई यो अलिक मेरो स्किनमा उयो हुने रहेछ नि त, मेरो ड्राई स्किन छ नि त साथीहरू। त्यही भएर ड्राई पनि छ अनि सेन्सिटिभ पनि छ नि त। के लाउँदाखेरि अरू उयसको लाउँदाखेरि अनुहार छिट्टो पोलिहाल्छ नि त साथीहरू हो। त्यही कारण चाहिँ मैले यो मगाएको छु साथीहरू होइन। अन्त यो एउटा मगाएँ। अन्त के चाहिँ सनस्क्रिम, मैले यो किसको भन्छ डट-एन्ड-कीको सनस्क्रिम मगाएको छु साथीहरू हो। चाहिँ मलाई यही मन परिदिन्छ साँच्ची भनेको साथीहरू कि डट-एन्ड-कीको एभ्री प्रोडक्ट चाहिँ मलाई यस्तो मन परिदिन्छ कि साथीहरू। खोल्नै साह्रो पर्छ मलाई घरिघरि, देख्न सक्नुहुन्छ साथीहरू। मलाई चाहिँ यसको यस्तो हेभी यो जुन यसको डिजाइन छ नि, मलाई चाहिँ यस्तो हेभी मन परिदिन्छ कि। त्यही भएर चाहिँ साथीहरू देखिनुहोस् होला, हेर्नुहोस् होला हो। तपाईँहरूले नि